नमस्कार साथीहरू, म अहिले मलेसियाको राजधानी कोलालम्पुरमा आयोजित 25-70औं बुद्ध जयन्ती वेसक डे कार्यक्रममा स्थलमा उपस्थित छु। आजको दिन भगवान गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको स्मरणमा विश्वभरका बौद्ध धर्मावलम्बीहरूले श्रद्धापूर्वक मनाइरहेका छन्। आज बेलुकाको मुख्य आकर्षण भनेको रङ्गीन वेसक झाँकी, फ्लोट प्रोसेसिङ र दीप प्रज्वलन कार्यक्रम हो। कोलालम्पुरको ब्रेकफिल्ड क्षेत्रमा रहेको बुद्धिस्ट महाविहारबाट साँझको शोभायात्रा सुरु भएको छ। श्रद्धालुहरूको सेतो पोसाकमा, रातो पोसाकमा हातमा दीप र फूल लिएर बुद्धका शिक्षाको स्मरण गर्दै सहभागी भएका छन्। चारैतिर बुद्धका झाँकीहरू, रङ्गीन बत्तीहरू र धार्मिक भजनहरूले वातावरणलाई अत्यन्त शान्त र आध्यात्मिक बनाएको छ। विभिन्न जाति, भाषा र विभिन्न देशका मानिसहरू एकै ठाउँमा भेला भएर शान्ति, करुणा र मैत्री सन्देश फैलाइरहेका छन्। आजको यो विशेष अवसरमा भगवान बुद्धको शिक्षा, अहिंसा, करुणा र शान्तिलाई आत्मसात गर्दै सम्पूर्ण विश्वमा सुख, शान्ति र समृद्धिको कामना गर्दछु। यदि तपाईलाई यो भिडियो मन पर्यो भने लाइक, शेयर, कमेन्ट र सब्स्क्राइब पनि गर्न नभुल्नुहोला। धन्यवाद। सबैलाई 25-70औं बुद्ध जयन्तीको हार्दिक शुभकामना। धन्यवाद। जय बुद्ध।